नमस्ते, म लोकेन्द्र साउद। आजको चाहिँ म बिजलिङ कम्पनीको जुन भिडियोहरू राखेको थिएँ, धेरैजना पास भएका छन् भिडियो राखिसकेपछि होइन। र दोस्रो कुरा, तपाईँहरूले चाहिँ कतै एजेन्टहरूलाई, कतै मेन पावरहरूले यो चाहिँ धेरै मेन पावरहरूले पनि यो भिडियो राखेको थियो मलेसियाको बिजलिङ कम्पनीको लागि भनेर। तर उनीहरूले चाहिँ फ्री भिजा भनेर राखेको थिएन। यो चाहिँ इथिकल हो, जिरो कस्ट हो। यसमा चाहिँ कोही पनि कतै पनि एक पैसा नतिर्नु होला है। पैसा तिर्दै हुनुहुन्छ भने एक पैसा नतिर्नु होला। मेन पावरमा खबर गर्नु होला। मेन पावरमा चाहिँ कम्प्लेन हेर्ने डिपार्टमेन्टहरू छुट्टै राखिदिएको छ। यहाँ सरहरूलाई, हामीलाई, मलाई तपाईँहरू कम्प्लेन गर्न सक्नुहुन्छ है। यदि तपाईँहरूले कतै पनि एक पैसा तिर्दै हुनुहुन्छ भने एक पैसा काहीँ पनि तिर्नु पर्दैन। यो इथिकल हो, जेरो कस्ट हो। काठमाडौँ आएको पैसा पनि, आउने जाने खर्च सबै के गर्छ, कम्पनीले पैसा तिर्छु भनेको छ है। यदि तपाईँहरू पनि इन्टरभ्यू दिनुभएको छ, पास हुनुभएको छ, कतै पैसा तिर्दै हुनुहुन्छ भने एक पैसा कुनै पनि एजेन्टहरूलाई कतै पनि एक पैसा नतिर्नु होला भन्न चाहन्छु। र दोस्रो कुरा चाहिँ अहिलेको लागि बिजलिङ कम्पनीको प्री इन्टरभ्यू चाहिँ सबै सकिसकेको छ। अब फाइनल इन्टरभ्यू हुन्छ। जोजना चाहिँ तपाईँहरू प्री इन्टरभ्यूमा सिलेक्सन हुनुभएको छ, इक्जाम दिनुभएको छ भने उसको लागि चाहिँ फाइनल इन्टरभ्यूमा हाल्नुहुन्छ। र फाइनल इन्टरभ्यू चाहिँ उतैको क्यान्डिडेटले लिन्छ, उतैको मान्छेहरू आउनुहुन्छ, उहाँले नै इन्टरभ्यू लिनुहुन्छ है। र दोस्रो कुरा, यो भिडियोलाई जति सक्दो सेयर गरिदिनु होला। बिजलिङ कम्पनीमा चाहिँ काहीँ पनि कतै पनि एक पैसा नतिर्नु होला। धेरै मेन पावरहरूले पनि यसको लागत लाग्ने भनेर डिमान्ड राखेको थियो है।